आपने टीयर गैस फेंकी वहां? नहीं। Did you fire shots in the air? नहीं। तो आपने बिना वार्निंग दिए भीड़ पे गोलियां चला दी। वो भीड़ नहीं थी, they were terrorists. But they were still humans. उनके हाथ में हथियार थे। 8, 9, 11 महीने के बच्चे जिनके छातियों में गोलियां लगी थी, उनके हाथ में कौन से हथियार आपने देखे? उनके कड़े या फिर बंद मुट्ठी? थोड़ा सा सनकी है पर he's a genius. और सिर्फ बोलता नहीं है, दहाड़ता है। An Indian lady lawyer. Why are you surprised? Doesn't your England have 1,650 innocents dead. But the real figure, we may never know. वो लोग आतंकवादी थे। They wanted to burn अमृतसर down. 5 बजे एक मिलिट्री प्लेन जलियांवाला बाग के ऊपर से गुजरता है। क्यों? मिस्टर नायर के पास ना कोई फोटोग्राफ है, ना ही कोई कन्फेशन है और ना ही कोई आई विटनेस। प्रूफ कहाँ है? God damn it, you don't belong in here. Don't forget that you're still a slave of the British Empire. The empire is shrinking. साथीहरू, आज केसरी च्याप्टर 2 को ट्रेलर रिलिज गरिएको छ। अब 3 मिनेट 3 सेकेन्डको ट्रेलरमा अब जलियांवाला बागको एउटा स्टोरी रहेको छ, जसमा चाहिँ अब धेरै मान्छेहरूलाई अब बिना कारण अब अङ्ग्रेजहरूले गोली हानी हत्या गरेका थिए। त्यसमा बच्चादेखि बुढोसम्म हैन धेरै मान्छेहरूको हत्या भएको थियो त्यसमा। अब यो मुभीमा चाहिँ अब अक्षय कुमार, आर माधवन, अनन्या पाण्डेको मुख्य भूमिका रहेको छ। यसमा चाहिँ अब अक्षय कुमारलाई अब जोली एलएलबीमा जस्तै हैन वकिलको भूमिकामा हामी हेर्न सक्छौँ भने त्यसको अपोजिटमा आर माधवन देखिएको छ यो मुभीमा। अब हुन त अक्षय कुमारको अब प्रायः मुभीहरू आजभोलि चल्दैन हैन, जुन मुभी आए नि फ्लप भइरहेको छ। अब स्काई फोर्सबाट अब धेरैले आशा गरेको थियो कि स्काई फोर्स हिट हुन्छ भनेर, तर स्काई फोर्सलाई पनि एभरेज नै अब भनियो हैन, एभरेजकै ट्याग दिएको छ। केसरी च्याप्टर 2 मुभीबाट चाहिँ के अक्षय कुमारले कम ब्याक गर्छ त भन्ने अब सबैले सोचिरहेका छन् र ट्रेलर पनि ठिकठाकै रहेको छ। खासै मलाई अब धेरै राम्रो हैन एकदमै हेर्नै पर्ने टाइपको मुभी जस्तो मलाई लागेन। ट्रेलर ठिकै छ, सबै एक्टिङ राम्रै छ हैन। अब त्यो जलियांवाला बागको स्टोरी मलाई थाहा छैन, अब त्यही भएर पनि अब मुभी हेर्दाखेरि चाहिँ इन्ट्रेस्टिङ नै हुन्छ कि हैन। अब ट्रेलर ठिकठाकै छ, अनन्या पाण्डेको 1-2टा सिनहरू देखाइएको छ हैन। अब जुन अब ठिकठाकै रहेको छ, तर यो मुभीमा मुख्यतः अब अक्षय कुमार र आर माधवनकै अब कोर्ट रुमको सिनहरू धेरै हेर्न सक्छौँ यो मुभीमा। अब कोर्टको सिन मन पराउने साथीहरूको लागि चाहिँ अब यो राम्रो मुभी हुनसक्छ हैन। अब साथीहरूले पनि यो मुभीको ट्रेलर हेरिसक्नुभयो होला। साथीहरूलाई यो मुभीको ट्रेलर कस्तो लाग्यो कमेन्ट गर्नुहोला, र के यो मुभीबाट अक्षय कुमारले कम ब्याक गर्न सक्छ त कमेन्ट गर्नुहोला, र भिडियोलाई लाइक सब्सक्राइब गर्न नबिर्सिनुहोला। थ्याङ्क यू।